एकजनाको थपिनु भयो भने माथि कान्छामा थपिनु भयो हेर्नु मैले बुटो काट्न दिँदैन नि रहनु आमाले हैन त्यो भन एउटा बाटो बनाउन जाँदा दिन पर्छ कि राइन बाजु हो कि राइन सबै आफ्नो आफ्नो फोनमा बिजी हुनु हो बिचारा के गर्ने मिलाउन पर्यो दुःख छ अरे बुढीले अहिले नचुनी भन्दै हुनुहुन्छ भने पछि छोइहाल्नुहुन्छ हैन र हैन र बाजु खल्टुको बुटो फाल्ने अन्य कुरो हो न फाल्ने नि त पर्यो कर न पछि टडक पनि त आउन सक्छ कहाँ किमला आयो के भाउजू मजाले आफ्नो तालमा चाहिँ हेरिरहनु भएको छ कता के गर्ने भनेर डोका काटेर भारी पुराइन्छ सबै पुराइन्छ बुढीले रोतलो त के अरे अब बिचारा त दाइले गर्मी भएर पात ल्याउनु खाउनु छ धान जाली के भने हो अबिन अबिनले के भने भामाजुलाई गुल्टाइदियो भने छेउमा बस्नु नारायण दाइ जति गाउँमा आउन नहुँदै हुनुहुन्थ्यो नारायण दाइ के छ खबर ठिक छ दुईटा बुटा फाल्दा मेरो मोबाइल हजुर हैन के भलक गराको मिनी भलक नगराउ न दोकान नराख्नु मेरो सम्पत्ति दाइ मेन रोड बनाएर फाल्न त पाइएन के गर मान्छे चौतारातिर जाने मान्छे सट्टा आउँछन् या किन्छन् खान्छन् हो त्यही भएर त मेन हो त्यही भएर त दोकान राख्ने भनेको गाइस अब बाटो बन्छ जस्तो छ स्थिति बनाउनु के गर्ने है कति खुसी है घर बाटो आउँदा त खुसी हुनु पर्यो यतिको बाटो आएको थियो